अहिले हाम्रो यो पुत्का मौरी अन्तर्गत यो हाम्रो नयाँ कार्यक्रम हो यसपालिको। यहाँको हावापानीसँग सुहाउँदो र सहज तरिकाले उत्पादन हुने भएको कारणले गर्दाखेरि पुत्कालाई पनि यसो प्रवर्धन गरेर यसको बजारीकरण गर्न सहज होस् र सबैले पनि पुत्का मौरीको स्वाद थाहा पाओस्। मौरी भनेको अब सबै घरमा जस्तै छ, तर यसरी व्यवस्थित तरिकाले चाहिँ कसैले पनि गर्न सकिएको छैन। 10,000ले माग्दाखेरि चाहिँ लगिदिँदा चाहिँ के हो भने उहाँले कपडामा छान्यो। छान्दाखेरि मह, पुत्काको मह झर्छ तल, तपाईँको अमिलो हुन्छ, तर मौरीको मह चाहिँ गुलियो हुन्छ, कपडा माथि नै रह्यो। झन्डै तपाईँको 400 ग्राम जति त माथि नै रह्यो। यति बेला हामीसँग हाम्रो लेटाङ नगरपालिकाको कृषि शाखा प्रमुख हुनुहुन्छ र उहाँसँग पनि उहाँले चाहिँ यो पुत्का मौरी पालनको लागि सहयोग गर्नुभएको छ। यहाँ चाहिँ हामी यो पुत्का मौरी पालनलाई उहाँहरूले किन सहयोग गरिराख्नु भएको छ यो विषयमा छोटो छलफल चर्चा गर्नेछौँ। आउनुहोस् उहाँसँगको छोटो परिचय लिउँ। सर, हजुरको परिचय दिनु होला। नमस्कार, मेरो नाम करण श्रेष्ठ, घर मेरो विराटचोक मोरङ। म यस लेटाङ नगरपालिकामा कार्यरत रहेको भनेको चाहिँ लगभग 6 वर्ष पुरा भएर 7 वर्षमा हिँडेछ। त्यस कारणले गर्दाखेरि अहिले हाम्रो यो पुत्का मौरी अन्तर्गत यो हाम्रो नयाँ कार्यक्रम हो यसपालिको, नौलो कार्यक्रम। अरू सेना, मेलेफेरा जस्ता जातहरूको मौरीको बारेमा हामी पहिले पनि कार्यक्रम गरिरहेका थियौँ, तर यो पुत्का मौरीलाई चाहिँ अलिक व्यवस्थापन, संरक्षण र प्रवर्धन गर्नको लागि चाहिँ यसपालिको लागि चाहिँ हामीले चाहिँ यो पुत्का मौरीको कार्यक्रम सञ्चालन गरेका छौँ। अनि यो हजुरहरूले जुन चाहिँ नगरपालिकाले अहिलेसम्म मलाई लाग्छ पुत्कामा कसैले पनि यस्तो कार्यक्रम छुट्टाएर गरेको चाहिँ भेटिँदैन। विशेष यो लेटाङ नगरपालिकाले नै पुत्का मौरीलाई किन प्राथमिकता दिएको? पुत्का मौरीलाई प्राथमिकता दिनुको कारण चाहिँ के छ भन्दाखेरि यहाँहरूको कृषकहरूले चाहिँ पुत्का मौरीको गत वर्षदेखि नै पुत्का मौरीको पालन गर्दै आउनुभएको थियो र त्यसलाई कारणले गर्दाखेरि हामीले चाहिँ अब अरू अन्य मौरी त सबैतिर, नेपालभरि सबै भूभागतिर चाहिँ पालन गरिरहेका छन्, तर पुत्कालाई पनि यसो प्रवर्धन गरेर यसको बजारीकरण गर्न सहज होस् र सबैले पनि पुत्का मौरीको स्वाद थाहा पाओस् र यसको महत्त्व कस्तो हुन्छ भन्ने उद्देश्यले चाहिँ हामीले यो कार्यक्रम यसपालिदेखि राखेका छौँ र यो निरन्तर रहनेछ यो कार्यक्रम चाहिँ। अर्को वर्षलाई पनि थप अझ यसलाई चाहिँ व्यावसायिक अरू किसानलाई बढाउनको लागि सहयोग गर्ने कार्यक्रम छ। हजुर, योभन्दा अझ विस्तारको लागि चाहिँ हामीले कार्यक्रम योजना बनाउँदैछौँ पुत्काको लागि। अब यहाँको यो रैथाने पनि भएर होला सायद यो मौरी यहाँको हावापानीसँग सुहाउँदो र सहज तरिकाले उत्पादन हुने भएको कारणले गर्दाखेरि अब यस कार्यक्रम चाहिँ आउँदो वर्ष, आगामी वर्षको दिन पनि अझ यसपालिको कार्यक्रम यो सानो यो हामीले यो के अरे सानो तरिकाले मात्रै अब कस्तो हुँदैछ भन्ने उद्देश्यले मात्रै थोरै बजेट राखेर कार्यक्रम सञ्चालन गरेका छौँ भने अब आउँदो वर्षदेखि अझै बृहत रूपमा चाहिँ पुत्का मौरी प्रवर्धन कार्यक्रमलाई हामी सञ्चालन गर्नेछौँ। अन्त्यमा के छ भन्दाखेरि हामीले चाहिँ यस तरिकाका नवीनतम कृषि प्रविधि सम्बन्धित नयाँ कार्यक्रमहरू चाहिँ हामी सोच बनाएर त्यसको प्रवर्धन गर्दै लाग्न सक्यो भने चाहिँ राष्ट्र र सबै क्षेत्रमा विकास गर्न सकिन्छ, कृषि क्षेत्रमा विकास गर्न सकिन्छ भन्ने उद्देश्य हो हाम्रो। हुन्छ। यसै गरी हामी यो लेटाङ नगरपालिकाको कार्यपालिका सदस्य हुनुहुन्छ र वडा नम्बर 7 को जनप्रतिनिधि हो। उहाँले पनि यो आफ्ना वडाका किसानलाई प्रवर्धन गर्नलाई उहाँहरूको पनि एउटा प्रेरणा भूमिका छ। दिनभरि यो मौरी पालन तालिममा अत्यन्त चाहिँ रुचिका साथ चाहिँ बसेर तालिममा आफ्ना पनि एकदमै महत्त्वपूर्ण उहाँहरूले सुझाव दिने सहभागिता जनाउनु भएको छ। उहाँको परिचय नामहरू के होला? नमस्कार सर, मेरो नाम चाहिँ पुरणमाया राई, ठेगाना चाहिँ लेटाङ नगरपालिका वडा नम्बर 7 अनि वडा नम्बर 7 कै वडा सदस्य, साथै म कार्यपालिका सदस्यमा पनि आबद्ध छु। अनि यो हाम्रो तपाईँकै वडामा व्यावसायिक मौरी पाल्ने किसानहरूलाई तपाईँहरूले के सहयोग गर्नुहुन्छ? अब उहाँहरूले आइदिनुहोस् भन्नुहुन्छ, यो तालिम छ भन्नुहुन्छ, आउनुहोस् भन्नुहुन्छ। म खुसीका साथ सहभागी गरेर उहाँहरूलाई सहयोग गरिदिन्छु।
अनि अब यो मौरी पुत्का मात्रै नभएर उहाँ यो हाम्रो राजविक्रम सरले धेरै यो कफी खेतीमा पनि उहाँले कार्यरत गरिराख्नु भएको छ। उहाँले धेरै ठाउँमा बिरुवा पनि वितरण गरिराख्नु भएको छ कफीको लागि पनि। अनि उहाँ साहसी हुनुहुन्छ धेरै कुरामा। यो विकासको काममा पनि उहाँले धेरै सहयोग गरिराख्नु भएको छ। अब यो ठाउँमा विकास चाहियो, यो ठाउँमा विकास चाहियो भनेर ज्ञान ज्योति प्राविको पनि प्रभाव पनि हुनुहुन्छ। उहाँ शिक्षक हुनुहुन्छ र यस्तै खालका जस्तै जो शिक्षक हुनुहुन्छ अथवा चाहिँ यस्तो केही गरौँ भन्ने हुनुहुन्छ, त्यसमा चाहिँ हाम्रो कार्यपालिकाले सहयोग गर्दै अथवा नगरपालिकाले सहयोग गर्दै आइरहेछ। अनि आगामी दिनमा अब यो अझै यो मौरी पालनलाई अगाडि बढाउनलाई तपाईँहरूले के सोच बनाउनु भएको छ, केही त्यस्तो योजना छ? अझै पनि अब अरू टोलमा पनि कृषकहरू हुनुहुन्छ, उहाँले पनि उहाँको साहसलाई बुझेर अघि बढ्न सकोस्। अरूले पनि अब मौरी भनेको अब सबै घरमा जस्तै छ, तर यसरी व्यवस्थित तरिकाले चाहिँ कसैले पनि गर्न सकिएको छैन। मैले पनि आज यो ट्रेनिङमा बस्दाखेरि धेरै कुराहरू व्यवस्थित कुराहरू थाहा पाएँ र अब मैले पनि सल्लाह दिनेछु र उहाँको साहस देखेर, हाम्रो राजविक्रम सरको साहस देखेर अरूले पनि सिक्नुहुनेछ भन्ने म सन्देश दिन्छु। धन्यवाद। त्यति बेला थाहा थिएन हामीलाई। अनि मैले सस्तोमै किनेको 5,000 रुपियाँ केजी, पर 10,000ले मागेको। 10,000ले माग्दाखेरि चाहिँ लगिदिँदा चाहिँ के भयो भने उहाँले कपडामा छान्यो। छान्दाखेरि मह, पुत्काको मह झर्छ तल, तपाईँको अमिलो हुन्छ। तर मौरीको मह चाहिँ गुलियो हुन्छ, कपडा माथि नै रह्यो। झन्डै तपाईँको 400 ग्राम जति त माथि नै रह्यो। मिसाएको रहेछ। अनि त्यसपछि मैले फेरि माथि मिसाएको रहेछ, त्यो सर्वक्कै म फर्काएँ, गएँ घरमै, उहाँको घरमै गएर अलि लफडा पनि भयो हाम्रो। तपाईँले ओर्जी भनेर दिनुभएको, यस्तो यस्तो भयो भने बोतलबाट लिएर गएर अलिअलि झगडा भयो। त्यहाँदेखि अबदेखि यो पुत्का म किन्दिनँ भनेर छोडेको। पास्तरमा पनि छ छनु चाहिँ मौरी पुत्का चाहिँ। तर त्यसरी मिसाएर बेच्दाखेरि चिनिन्छ। हामीले त्यो किन्नेले पनि चिन्नु पर्ने रहेछ। त्यत्रो पैसा लगानी गरेपछि हामीलाई ओर्जी चाहिन्छ नि त, त्यो काम चाहिँ गर्नुपर्छ हामीले। अनि त्यस्तो छान्ने तरिका पनि हुन्छ त्यस्तोमा चाहिँ म पनि परेको छु र लफडा पनि भयो हाम्रो। निकै पो लफडा, 5,000ले झन्डै मैले 10,000 उल्टै तिर्नु पर्यो। उहाँले त माथि त उपचार गर्नु पर्यो, उहाँले त मलाई त मान्छे लगाए। अनि फेरि उहाँलाई लगेर ठाउँमै पुऱ्याएर यो मान्छेले छानेको यस्तो